सपनामा दर्शन नमस्ते गण्डकी खबरबाट सम्पूर्णलाई स्वागत गर्न चाहन्छु म अनिल गिरी। आज सेप्टेम्बर 9 तारिक पोर्चुगल लिस्बनको अल्मेदा पार्कमा जेन्जीले गरेको आन्दोलनमा ज्यान गुमाउने युवाहरूलाई श्रद्धाञ्जली दिनको लागि पोर्चुगलमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। जेन्जीले आफ्नो प्रोटेस्ट शान्तिपूर्ण सेप्टेम्बर 8 तारिकदेखि सुरु गर्ने जेन्जी प्रोटेस्टका संयोजक निरज ढुङ्गानाले घोषणा गरे। यस प्रोटेस्टमा जेन्जीहरूले प्रमुख दुईवटा मागहरू राखेका थिए, जसमध्ये एउटा रहेको थियो गठबन्धनको सरकार रहनु हुँदैन र प्रधानमन्त्री डाइरेक्ट जनताद्वारा चुनिनुपर्छ। यस माग राखेर उनीहरूले आफ्नो प्रोटेस्ट सुरु गरे। सेप्टेम्बर 8 तारिकदेखि प्रोटेस्ट चल्दै गर्दा प्रहरीद्वारा गोली चलाउँदा प्रोटेस्टमा सहभागी एउटा बच्चाको टाउकोमा गोली लागेर मृत्यु भयो। त्यस लगत्तै आतंकीय शैलीमा अन्य व्यक्तिहरूमाथि प्रहरीले गोली चलाउन थाले। यस पश्चात आन्दोलन झन चर्कियो र देशमा झन तनाव बढ्दै जान थाल्यो। जेन्जीले सिंहदरबार, सभासद भवन, सर्वोच्च अदालत लगायत विभिन्न नेतादेखि सरकारमा रहेका सबै पार्टीका नेताको घर घरमा आगो लगाएर ध्वस्त गराउन सुरु गरे। यस आन्दोलनमा करिब 19 जनाको मृत्यु भयो र करिब 340 भन्दा बढी घाइते भएका छन्। देशको प्रधानमन्त्री केपी शर्मा ओलीले देश छोड्ने तयारी गरिरहेका छन् भने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उनकी श्रीमती आर्जु राणा जेन्जीको कुटाइबाट घाइते भएका छन्। यो जेन्जीको आन्दोलनले इतिहास रचेको छ। वर्षौंदेखि भ्रष्टाचारले गनाएको सरकारलाई 2 दिनमा नै घोडा टेकाउन सफल भएको छ। देशमा अत्याधिक धनजनको नाश भएको छ। जेन्जीले अब आफ्नो आन्दोलनलाई रोक्नुपर्छ र नयाँ सक्षम व्यक्तिलाई सरकारमा गएर काम गर्नको लागि सहयोग गर्नुपर्छ। अब लाग्छ यहाँभन्दा बढी अब हामी अघि बढ्यौँ भने हामीबाट गल्ती हुन सक्छ। अहिलेको यो आन्दोलन जेन्जीहरूको मात्र थिएन, अहिलेसम्म यी भ्रष्ट नेताहरूको दमन बेहोरेका सम्पूर्ण नेपालीको आन्दोलन थियो। You are Gen Z guys, right? Yes. You are from Nepal? Yes. Nepal, what do you think about the now situation in Nepal? I think our country needs change right now, Yeah? and I think that even though it's very intense, Yeah. I think it's very necessary for our country right now. Yeah. And our government taking wrong action, what do you feel about that one? We need to change this as soon as possible. Yeah. Yeah. We need to change our government, our minister, right? Yes. Yeah, you are also same thinking, Yes. like a Nepali Gen Z. Yes. Yeah, you are in Portugal now, Yeah. and you have some team member or something else here about the supporting Gen Z. Yes, we are here to support our Nepalको Gen Z-हरूलाई. ओके, Yeah. तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूकै सपोर्टले गर्दाखेरि हाम्रो देश परिवर्तन हुन सक्छ है। भोलि हामी विदेश आउन नपर्ने अवस्था नि हुन सक्छ। हस् त, धेरै धेरै धन्यवाद। All the beautiful souls. Yeah. ओके, हाम्रो जेन्जीहरूलाई के भनेर तपाईँले हौसला दिन चाहनुहुन्छ नेपालमा हुने जति पनि घाइते अवस्थामा हुनुहुन्छ उहाँहरूलाई? अहिले चाहिँ अलिक स्याड टाइम छ होइन, किनभने इनोसेन्ट मान्छेहरू बित्नु भएको छ। तर we just like to stay strong. Speed recovery. Yeah, speed recovery, and I feel like we can do it. We are a very strong generation. ओके, थ्याङ्क यू सो मच गाइज। Thank you so किप much. सपोर्टिङ जेन जे। ओके, थ्याङ्क यू सो मच। नेपाल सरकारले गरेको जुन गोली चलाएर हाम्रो नेपाली दाजुभाइहरूको हत्या गरिरहेको छ, त्यसमा के छ तिम्रो धारणा? विदेशमा रहेर पनि तिनीहरूले लास्टै नराम्रो गर्यो, त्यस्तो गोली चलाउन हुन्थेन। त्यो पनि 14-15 वर्षको बच्चाहरूले त्यसरी हान्न नहुने हो। के सपोर्ट छ त हाम्रो नेपालको जेन्जीको लागि? दाइ, म नेपाल आएर गोली खाइन्थ्यो कि दाइ? है त्यस्तो माया छ देशप्रति होइन? एकदम दाइ। के छ त जेन्जीलाई कसरी सपोर्ट गर्छौ अब यहाँ विदेशमा बसेर? यहाँ त अब जति सकिन्छ सपोर्ट गरेकै हो यार दाइ। ल, सबै भाइहरूको त्यही हो नि, जेन्जी सपोर्ट हो। एकदम एकदम। एकजना हुनुहुन्छ जेन्जी पुस्ताकै हुनुहुन्छ उहाँ। तपाईँ कति वर्ष हुनुभयो? म भर्खरै 22 वर्षको पुगेँ। 22 वर्ष हुनुभयो। तपाईँ जेन्जी सपोर्टर हो? एकदम जेन्जी सपोर्टर हो म त्यहाँ भए पनि म सम्मेलन हुन्थेँ। अब नेपालमा त अनि जेन्जीले जुन हाम्रो नेपालको करप्सनको विरुद्धमा होइन जुन पनि अब उस गरिरहेको छ, त्यसमा कति साथीहरूले रगत बगाइराख्नु भएको छ। यसमा के भन्न चाहनुहुन्छ तपाईँले? यो जेन्जीलाई हामीले सल्युट गर्नुपर्छ। जेन्जीको टोलीलाई आज रगत बोकेछ, भोलि पसिना बगाउन विदेश आउनु पर्दैन भन्ने एउटा सोच बोकेको छु। आफू विदेश आयो, विदेशमा भने जस्तो नेपालमा भने जस्तो छैन। नेपालको जस्तो विदेश छैन। सरकार राम्रो भइदिएको भए विदेश आउनुपर्ने थिएन। अहिले यता न उता भइएछ। देशको हालत देख्दाखेरि रुन मन लाग्छ, तर के गर्नु। अब आफ्नो
स्थिति अनुसार विदेश आउनु पर्यो नत्र अनि अब हाम्रो देशका जुन चाहिँ नेताहरूको अहिलेका नेताहरू परिवर्तन भयो भने देश अवश्य राम्रो हुन्छ भन्ने आशा छ तपाईँलाई? अब चाहिँ जोस जेनजीको पुस्ताले चलाउँदा केही न केही परिवर्तन हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। सर नमस्कार, गण्डकी खबरमा स्वागत गर्न चाहन्छु। आज हामी अल्मेदा पार्कमा छौँ पोर्चुगलको। अनि सरले पेकमा हालेर सबलाई निमन्त्रणा गर्नुभएको थियो होइन? यहाँ आउनु होला, हाम्रो देशप्रति अहिले चाहिँ यस्तो अवस्थामा छ अनि हामीले चाहिँ यहाँ पिस एउटा कार्यक्रम गर्दैछौँ भनेर क्यान्डल बारी। सरलाई के लाग्छ सर, अहिले यस्तो भइरहेको छ देशमा अनि जेनजीले जुन गरेको एउटा प्रोटेस्ट छ यसलाई चाहिँ के भन्न चाहनुहुन्छ सर? मलाई चाहिँ यो छिटै गर्नुपर्छ जस्तो लागेको थियो पहिले नै, यो भयो अहिले। अब भाइ बहिनीहरू बितेकोमा चाहिँ एकदमै दुःख लागेको छ, तर चेन्ज भएको छ अहिले। अब भोलिको दिन चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ उहाँहरूले गर्दाखेरि। हजुर। अनि सर, अनि हाम्रो यो विदेशमा बसेर पनि जेनजीलाई सपोर्ट गर्ने धेरै हुनुहुन्छ, अनि हाम्रो जेनजीको भाइ बहिनीहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? यहाँ पनि जेनजीको भाइहरू हुनुहुन्छ, सबै ठाउँमा हुनुहुन्छ। अब मलाई त अब उहाँहरूदेखि एकदमै प्राउड फिल हुन्छ, खुसी लागेको छ। जे गर्नुभयो उहाँहरूले, हामीले गर्न नसकेका काम उहाँहरूले गर्नुभयो। त्यसमा हामी सबैले उहाँहरूलाई सपोर्ट गर्नुपर्छ, अब देश बनाउनुपर्छ। त्यही नै हो। भोलि हामी पोर्चुगल विदेशमा बसेर पनि जेनजीको फुल सपोर्ट छ है? एकदम फुल सपोर्ट छ। अब हामीले पनि भोट हाल्न पाउनुपर्छ बाहिरबाट, यही हो। हुन्छ, धेरै धेरै धन्यवाद सर हजुरलाई। थ्याङ्क यू सो मच। सर नमस्कार। नमस्कार सर, नमस्कार। सरको नाम चाहिँ? मेरो नाम विष्णु प्रसाद गैरे, हाल लिस्बन पोर्चुगलबाट। अनि सर आज यो शान्तिको लागि आउनुभएको, जुन चाहिँ हामीले यहाँ क्यान्डल बालेको थियौँ त्यसमा सहभागी हुनको लागि आउनुभयो? हजुर हजुर हजुर। अनि हजुरलाई कस्तो लाग्यो त जेनजीको अहिले नेपालमा गरेको जुन आन्दोलन थियो त्यसमा हाम्रो सरकारले गरेको जुन गोली चलाएको थियो, सरकारले यति नराम्रो काम गरिरहेको छ, यसलाई के भन्न चाहनुहुन्छ? यो एकदमै पहिला नै गर्नुपर्ने कुरा थियो खासमा। हजुर। किनभने नेपालमा राजनीतिक एकदमै बिग्रदो अवस्थामा थियो। हजुर। नेपाली राजनीतिक क्षेत्रमा धेरै नै नराम्रा कार्यहरू भएका थिए। हजुर। त्यस कारण यसमा यो जुन जेनजीले गरेकोमा एकदमै पूर्ण सपोर्ट छ मेरो लगायत हामी साथीहरू सबैको। हामी यस पोर्चुगल निवासी दाजुभाइ तथा दिदीबहिनीहरू सबैको हाम्रो एकदम पूर्ण साथ एन्ड सपोर्ट छ। हो, सही तरिकाले गरेर अगाडि बढेको भएदेखि सरकार राम्रो थियो, चलेको थियो, पार्टीगत तरिकाले उहाँहरूले चलाउनु भएको थियो। हामी देशमा स्वदेशमा रहन नसके पनि विदेशमा रहेर पनि उहाँहरू सबैलाई हामीले समर्थन गरेका थियौँ हिजोका दिनमा भने आज हामीले उहाँहरूलाई समर्थन गर्ने क्षण कति पनि छैन। एकदमै उहाँहरूलाई जुन तरिकाले अहिले जेनजीले गरेको छ एकदमै बेस्ट छ। म उहाँहरूलाई सल्युट गर्न चाहन्छु, किनभने यो आजभन्दा 10 वर्ष अगाडि हुनुपर्ने काम हो, तर ढिलो भयो। जे होस्, हामी एकदम खुसी छौँ, हुनुपर्छ यस्तै। किनभने जुन भ्रष्टाचारी छन्, जसले चाहिँ कालो धन लुकाएर उनीहरू आज रातोरात मालामाल भएर बसेका छन्। नेपालमा एउटा आफ्नै राजनीतिक एउटा अखडा चलाएर बसेका छन्। यसको विद्रोह जसले चाहिँ न्याय नपाएका थिए, जो अन्यायमा परेका थिए, तिनीहरूको लागि आज एकदम राम्रो कदम चालेको छ जेनजीले। जेनजी जति पनि यहाँ आउनुभयो सम्पूर्णलाई पनि धेरै धेरै दिनदेखि धन्यवाद दिन चाहन्छु र देशप्रतिको माया एकदमै राम्रो रहेको देख्न पाएँ म विदेशमा आएर पनि। र जेनजीलाई चाहिँ सबैले सपोर्ट गर्दै गर्नु। हस्त, धन्यवाद।